वेलकम ब्याक। आजको फेरि छोटो मिठो ब्लगमा होइन। अहिले गाउँमै छु म। पानी परिरहेछ। गाउँहरू यस्तो हुसु लागेको छ होइन। हुसु लागेको छ, निकै रमाइलो होइन। यो मेरो घरको बारी हो। यहाँ पुरै गद सुकिसकेको छ होइन। पानी नपरेको कारण गद पुरै पहिलो भइसकेको छ। तैपनि आज पानी आयो। पानी पर्यो भने चाहिँ के हुन्छ भने झन् उनीहरूलाई चाहिँ त्यो गदलाई चाहिँ फलाउन सजिलो हुन्छ। अनि अहिले पानी नआएको कारण त पुरै यहाँ माथि डाँडाको चाहिँ हरियो भयो। यहाँको चाहिँ पुरै पहिलो भयो सुकेर, यहाँको चाहिँ हरियो छ। अब फापर पनि पुरै भएछ। अब झन् यो धेरै ठुलो पानी नपऱ्यो नि यो सिमसिमी पानी निकै धेरै काम गर्छ होइन बिउ बिरुवाको लागि। पानी अहिले बिहान त ठुलै परिरहेको थियो, अहिले चाहिँ कम परेको छ अहिले चाहिँ। अनि मैले सुनेको थियो चक्रपात आउँदैछ अरे, निकै यसपालि ठुलो पानी भइरहेछ अरे। सुरक्षा रहनु होला होइन। अनि गाउँघरमा चाहिँ के को डर हुन्छ भने पहिरो जाने डर हुन्छ। अनि साथै उमा चाहिँ यो बेसीहरूमा चाहिँ यस्तो खोला हिँड्ने ठाउँमा चाहिँ त्यहाँ चाहिँ खोलाको डर हुन्छ, किनकि धेरै पानी पऱ्यो भने चाहिँ पाहाडको सबैको पानी मिसेर आउँदाखेरि एक्कासी ठुलो हुन्छ नि, स्वाटो लाग्छ होइन। यो चाहिँ 2059 सालमा लगेको पहिरो हो। यो हाम्रो बारी हो तलसम्म थियो। यो अहिले हुसुले र कुहिरोले नदेखेको कारणले बारी देखेको छ, नत्र त तलसम्म थियो। यो बारी खप्पै लगायो। यो 80 सालको हो। अहिले चाहिँ रोकिएको छ भने अहिले चाहिँ म गाउँ डुल्दैछु होइन। पुरै हुसु लागेर केही छैन। रमाइलो चाहिँ के भनौँ, गाउँघर निकै रमाइलो हुन्छ भनौँ न। नरमाइलो त हुँदैन, तर अलिक गाउँमा के रमाइलो एउटा नरमाइलो हुनुको कारण के हो भने साथीभाइको विदेश जानु, अनि समयमा के भन्छ सानो उमेरमा यो पढाइ नभएको कारण विदेश गएर त्यही विदेशमा जीवन बिताउनु, आफ्नो परिवारलाई हेर्नु। गाउँघरमा त्यही त नि पढाइको पनि कमी, अनि त्यो माथि स्कुल निकै टाढा भएको कारणले गर्दा सबै सानो उमेरमा छोडिदिने, पढाइ छोडिदिने। अनि अब पढाइ नभएपछि त काम छैन, त्यही विदेशै जाने, अरू केही उपाय नभए विदेशै जानुपर्ने। त्यही भएर यहाँ पहिरो गएको छ। त्यही भएर गाउँघरमा केटीको कमी छ निकै। त्यही केटाकेटी नभएको रमाइलो नहुने, तर पनि केही छैन। गाउँघरमा काका काकी बाजे बजे छ, पुरानो कुराकानी हुन्छ, निकै रमाइलो हुन्छ होइन। अझै चाहिँ म साथीसँग जाँदैछु मकवानी खानुको लागि तल। उसले बोलाएको छ, त्यही भएर म तल झरेको। अहिले पानी फेरि पर्दैछ फेरि।